हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल। आजको यो भिडियो चाहिँ मेरो दसैँको टिकाको ब्लग हुनेछ। मैले चाहिँ इन्ट्रो र आउट्रो दुइटै गर्न बिर्सेछु अनि त्यही भएर चाहिँ मैले फेरि बनाउन आँटेको। अनि यो भिडियो चाहिँ अब मेरो फुलपातीदेखिको हो, हाम्रो घर सफाहरू गरेको देखिको हो। अनि त्यही नै हो। अनि इन्जोय गर्नु होला है त। अब हाम्रो मेरो दसैँ कस्तो भयो। निर्मलीको यो फर्स्ट दसैँ थियो अनि निर्मल चाहिँ अहिले सुत्न गइसक्यो अनि अघि बनाउँछु भने नि बिर्सेछु, तर केही होइन। त्यही नै हो, इन्जोय गर्नु होला मेरो भिडियो। गाइस हाम्रो चाहिँ दसैँ लाग्यो। निर्मल त्यहाँ छ, म यहाँ छु, यो यहाँ छ। नपरेको पनि नलाई के अरे नपरेको पनि घरले घरतिर पऱ्यो नि यो फ्याक्ट्री खोलेको चाकु छ नि सानी सिक्नु हुँदैन। ल गाइस हाम्रो चाहिँ दसैँ यसरी लाग्दैछ। तपाईँहरूको के कस्तो भइरहेको छ? सबै सरसफाइ गरेर अब पोछा लाउँदैछौँ। हाम्रो चाहिँ पोछा यसरी हुन्छ है। निर्मल त पुस्दै आउँदैछ। यो चाहिँ यहाँ पोछा लगाइसक्यो अनि यो मार्नु चिप्लो हुन्छ, त्यही भएर अब सिकाइदिएको क्या चाँडै सुस्तो भयो। ल अब यता पालो बसे पनि म त नेपाली हो गरिसक्यो अनि झ्यालहरू सबै सफा गरेको। दसैँ कस्तो भइरहेछ सबैलाई आजको दिनबाट ह्याप्पी दसैँ। आजको दिन चाहिँ फुलपातीको दिन हो। यो कहिले अपलोड गर्छु मलाई थाहा छैन, तर आजबाट ह्याप्पी दसैँ। घटा स्थापनाबाट ह्याप्पी दसैँ गाइस, ह्याप्पी दसैँ, ह्याप्पी दसैँ, ह्याप्पी दसैँ, ह्याप्पी दसैँ। गाइस अब चाहिँ हाम्रो होइन यहाँ अब के कस्तो छ हालत, अनि त्यसपछि अब टिकाको दिनहरू पनि म हाल्छु होला, के गर्छु होला। अनि हाम्रो बिफोर र आफ्टर हेर्नु, हाम्रो घर पनि हेर्नु बिफोर र आफ्टर, हामी पनि हेर्नु बिफोर र आफ्टर। The next day. हाई गाइज, आजको दिन चाहिँ यो आज चाहिँ 9 अबीको रात भइसक्यो। मैले चाहिँ अघि गाडीहरू पूजा गरेर यता नि पूजाहरू गरेर अनि भोलि चाहिँ दशमी हो नि त। अनि दशमीको लागि चाहिँ खानाहरू बनाएर रेडीहरू गर्न आँटेको। अनि चाहिँ यहाँ अचारको लागि यो रेडी गरिसकेँ। अचारकै लागि हो यो। सेलरोटी चाहिँ खोइ बनाऊँ कि नबनाऊँ भइरह। अनि यहाँ राजमा छ। अनि गाइज मैले नेल गरेको दसैँको लागि। मेरो नेल कस्तो छ? अनि त्यही नै हो गाइज। तपाईँहरूको दसैँ चाहिँ कस्तो भइरहेको छ? म दसैँमा यो टिकासिकाहरू लगाएको भिडियोहरू पनि हाल्छु। अनि तपाईँको दसैँहरू पनि कस्तो भयो भन्नु होला है त। अनि योपालि चाहिँ दसैँ अलिकति खै पोहोरपालि मैले हालेकै हालिनँ हौ। योपालि चाहिँ निर्मली पनि छ अनि रमाइलो हुन्छ भन्ने सोचिरहेको छु मैले चाहिँ। अनि त्यही नै हो गाइज। अस्ति घर सफा गरेर पुरै थकित भइरहेको छ। म तपाईँहरूलाई भोलि दसैँको दिनमा चाहिँ अनि हाम्रो बिफोर र आफ्टर कस्तो छ भनेर तपाईँहरूले देख्न सक्नुहुन्छ। किनकि बिफोरमा चाहिँ अब सफा गरिरहेछौँ हामी, पुरै अगाडिको भिडियोहरूमा तपाईँहरूले देख्न सक्नुहुन्छ। निर्मल र म पुरै घोटिरहेछौँ। अनि भोलिको दिनमा चाहिँ अब सबै रेडीहरू गरेर अनि म तपाईँहरूलाई देखाउँछु है त। The next day. गाइज हामी चाहिँ अब यहाँ रेडी गर्दैछ।
अब टिका लगाउनलाई रेडी गर्दैछौँ हामी आफै रेडी भएको छैन भन्ने मैले अत्तालिसकेको हाम्रो घर हेर्नु गाइज बिफोर र आफ्टर गाइज यो चाहिँ हाम्रो जमरा यसलाई साइडमा यता साइडमा राख्नु त खानु हुँदैन मैले है साइडमा राखिदिन्छु साइडको जमरा त्यहाँ राख्नु हो जमरा यहाँ राख्नु दुःख राख्नु बाहिर कता राख्ने कता राख्ने अब टिका रेडी गर्नु छ कति राख्नु फुल राख्नु A few moments later. हाई गाइज आजको मेरो ओओटिडी चाहिँ यस्तो छ मैले कुर्ता लगाउने भनेको चाहिँ भएन अनि तर म यही लगाउँछु यही साडी लगाउँछु अनि दसैँको बेला त अब नयाँ लगाउनु पऱ्यो नि त अनि मेरो चाहिँ घर यस्तो भएको छ यहाँ सबै रेडी हुँदैछ अनि त्यहाँ लियो पनि रेडी भएर बसिरहेको छ अनि मेरो ओओटिडी चाहिँ यस्तो छ अब निर्मली आउँछ एकैछिनमा निर्मली आऊ न त मेरो ओटिडी देख अनि त्यसपछि तिम्रो देखाउँछु म त्यसरी नै भइरहेको कस्तो राम्रो देखाएको अलिक पर खुट्टामा देखाउनु बिहानदेखि के खाएन कति बजी चाहिँ यहाँ अनि मैले घुमा न सर लगाइ ह्याप्पी दसैँ हामी दुईजना चाहिँ खै रेडी भइसक्यौँ अब टिकाहरू लगाउँछौँ निर्मलले फर्स्ट लगाइदिन्छ मलाई किनकि म ठुलो हो भन्दा त्यही म उसलाई टिका लगाइदिन्छु म चाहिँ आफै लाउँछु अनि त्यसपछि उसले चाहिँ सेतो लगाइदिन्छ अनि त्यसपछि एकछिनमा फेरि म रातो लगाउँछु दुइटै हुन्छ मेरो निधारमा चाहिँ आज त्यही नै हो गाइज अनि मैले यहाँ पूजाहरू गरिसक्यो अब एकछिनमा उता अब त्यो लगाएको हेर्नु है त कपास नि कपाली जमरा लगाऊ
गाइस हामी चाहिँ टिकाहरू लगाइसक्यौँ मैले चाहिँ रातो टिका लाग्छु अनि मैले चाहिँ यहाँ सेतो टिका लगाएको छ अनि हामी चाहिँ यहाँ मनसिङ गराएको छौँ फोटोहरू खिच्न अनि म यहाँ भ्लगमा नै हालिदिन्छु के गर्छु फोटो चाहिँ थाहा छैन अब हामी टिकटक बनाउन जान आँटेको गाइस निमलीको चाहिँ मलाई पोलिसकेको घाम गर्मी भयो शीतल ठाउँमा जाऊँ भन्दैछ यस्तो छ ठाउँ चाहिँ मनसिङर चाहिँ अब समर सकिसकेपछि चाहिँ जान्छ यो फुलहरू सबै अनि त्यही भएर हामी फोटो खिच्दैछौँ यहाँ फाउन्टेन सिक्छौँ नम्की क्या हो भन्दै ल गाइस फेरि फोटो खिच्छौँ है त हामी हाई गाइस मैले चाहिँ लुगा फेरिसकेँ अब चाहिँ हामी आन्टीहरूकोमा जान आँटेको निमली त पछाडि बसिरहेको छ अनि अब चाहिँ हामी चाहिँ खास गरी अघि जान आँटेको तर के भयो कि गाडीहरू बिग्रिन थाल्यो अनि त्यही भएर चाहिँ फेरि मिलाएर जान आँटेको अनि सोचेको भन्दा चाहिँ धेरै ढिला भयो अनि त्यही भएर चाहिँ मैले लुगा फेरेर अनि यो लुगा लगाएको साडीमा अलि अनकम्फर्टेबल भयो कि किन धेरै बेर साडी लगाउनु सक्दैन अनि फोटोसोटो खिच्यौँ अनि टिकटकहरू बनाएर चाहिँ म चाहिँ यो लुगा लगाएर आएको छु तपाईँहरूको अगाडि मेरो ठ्याक्क नेलसँग म्याच हुन्छ गाइस अनि कस्तो देखेको छ भन्नु ल यो पनि मैले एकचोटि मात्र लगाएको थिएँ त्यो पनि भिडियो बनाउँदा लगाएको त्यही भएर लगाइहालेको अनि त्यही नै हो गाइस आन्टीहरूकोमा पुगेपछि अनि भेटौँला है त के बाई हाई गाइस हामी बोल्न नआएर आन्टीकोमा आइसक्यौँ अनि आन्टीले यहाँ रेडी गर्दै हुनुहुन्छ हेलो भन्दैन आन्टी अनि टिका यहाँ रेडी गर्दै हुनुहुन्छ हेलो कस्तो अँध्यारो देखा आर्सुलाई ल यतापट्टि आऊ ल यहाँ चाहिँ आर्सु टिका लगाएर रेडी भएर बसेको यहाँ चाहिँ हाम्रो टिका जमरा दक्षिणा सबै जब हामी टिका लगाउँछौँ अनि तपाईँहरूलाई एकछिनमा देखाउँछ है त मेरो फोटो खिचौँ ल गाइस आज चाहिँ हामी पिङ खेल्न आँटेको अब आर्सु यहाँ खेल्न थालिसक्यो पिङ खेल्नुपर्छ धरती छोड्नुपर्छ A few moments later. हाई गाइस हामी चाहिँ यहाँ दिदीकोमा आइसक्यौँ आन्टीकोबाट टिका लगाएर नेबलले पनि रातो टिका लगाइसक्यो टिक्का परेको देखाएको छ अब चाहिँ हामी दिदीकोमा चाहिँ आँटेको बाई गाइस थाकेर मनै लगाइसक्यो 2 minutes later.
ल यसको 2 यसको 2 यसको 2 आयो आयो यति हो यति हो सबै पऱ्यो यो इटा सबै ल झारम ल हाम्रो चाहिँ टाए इटा मात्र इटा र चिडी इटा र चिडी ल राज कोही छ म चाहिँ बिर्सेँ मेरो यही नै हो त्यसो भए त हो र बुवाले पो झन् लाउने हो नि त मेन त पहिला सुरुमा मम्मीलाई त तपाईँको हातको पो थाप्छ नि मलाई त एकदम सानो टिक्क पहिला जे गर्नु भने त्यो नगरेर अब जमाना सोइदिइदियो नि त यो मेरै हो पक्का खोइ हो कि होइन होला है होइन क्या हो यो नि होइन क्या हो भित्र छ कि के हो हाई गाइज म फेरि ब्याक भएँ अनि मेरो चाहिँ त्यही नै हो आजको रे योपालिको दसैँ चाहिँ त्यसरी नै बित्यो अनि आज पूर्णेको दिन हो अनि आज पूर्णेको दिनमा चाहिँ म तपाईँहरूलाई सानो क्लिप राखिदिन्छु मलाई बुवाले टिका लगाइदिनु भएको थियो अब फोटोबाटै अब भनौँ न भिडियोबाटै अनि त्यही क्लिप राखिदिन्छु अलिकति अनि मेरो दसैँ चाहिँ योपालि यसरी नै बित्यो योपालि चाहिँ म अलिकति इमोसनल भएको थियो यो दसैँमा किन हो खोइ अनि त्यही हो तपाईँहरूको दसैँ के कस्तो भयो भन्नु होला अनि अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएको छ भने धेरै धेरै धन्यवाद अनि डु नट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु माई च्यानल अनि धेरै 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 माया गरिदिनु होला म सकेसम्म आजकल एक्टिभ रहनु खोजिरहेको छु अब तिहारको पनि भिडियो आइहाल्छ पो अनि त्यही नै हो गाइज आई लभ यु अल सी इन माई नेक्स्ट भिडियो बाई बाई